हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। मेरो नाम चाहिँ हिरु। हामी चाहिँ अहिले घुम्न आएको। म चाहिँ साथीलाई भेट्न आएको तल चौतारादेखि। साथी फेरि चोर थियो नि, के भन्ने गाली गर्छ नि भन्यो मान लास्टै फटानी नि साथी नि फेरि। म 5 क्लासमा पढ्दा त्यो हाम्रो स्कुलको उतापट्टिको धारा भन्दा तलतिर पाइन्थ्यो नि हो नि साथीहरू फेरि चोर्नी छन्। हाम्रो 8 महिनापछि भेट भयो साथीहरूसँग, त्यही भएर लास्टै खुसी लाग्छ। गाइज भिडियो राम्रो भयो पनि नराम्रो भयो नि सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। मेरो साथीहरूलाई हेर्न सक्नुहुन्छ। हेलो त, हेर त साथीहरू। हेलो हिराको हामीको चाहिँ युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला, धेरै माया गरिदिनु होला ल हाम्रो किरुलाई। यसमा नि किरा हुन सक्छ यही हो। हामी चाहिँ यता माथितिर सल्लेतिर घुम्न जान लाग्छौँ। लिची पनि खाइरहौँ। लिची कति महँगो हो, 350 रुपियाँ 1 किलो। हामीले चाहिँ आधा किलो किनेको, आधा किलो खाइसक्यौँ। मैले भन्दा नि यिनीहरूले खाइसकेले। मेरो साथीहरू भुक्क डर त भइगयो, कहिले खान्न पाए रहेछ। यिनीहरूले लिची कहिले देखिया पनि रहन्छन्। ल्यान ओए, धेरै गर्मी भएर हामीहरू चाहिँ कुल्फी खान लगाएको। कुल्फी पनि कति महँगो, 20 रुपियाँ पर्ने रहेछ। हे गाइस, मेरो पनि युट्युब च्यानल छ सन्जिना देवकोटा भनेर, अनि उसले यहाँनिर राखिदिन्छ स्क्रिनसट गरेर। मेरोमा पनि आउनुहोस् है, लाइक कमेन्ट सबै गरिदिनुहोस्। अनि हिराकोबाट आए भनेर कमेन्ट पनि गर्नु ल, थाहा हुन्छ नि ल। हामी चाहिँ अब पुलमा पुग्न लाग्छौँ। घुम्न आएको, यहाँ नआएको पनि धेरै भएको, 7-8 वर्ष जति। हेर्न सक्नुहुन्छ भाइरल पुल भाइरल दोर्सु पुल। हेर्नु कति लामो छ यसको उचाइ जानु पुरै उचाइ चाहिँ हेर्न सक्नुहुन्छ। उचाइ हेर्नु भने यहाँतिर देखा। यो चाहिँ दोस्रो भाइरल पुल, अर्को चाहिँ फर्स्ट त्यहाँ हेर्न सक्नुहुन्छ। रुकुम वेस्ट हो यो। क्या होइन, यसको उचाइ पनि हेर्न सक्नुहुन्छ। हेर्नु गाइज, यति तल छ। हेर्नु यस्तो भिरिलो ठाउँमा पनि हेर्नु कस्तो राम्रो कन्सेप्ट लगाएर, कस्तो राम्रो तरकारीहरू रोपिरहन्। हेर्न सक्नुहुन्छ। हेर्नु बजार, रुकुमको बजार हेर्नु। त्यो चाहिँ ठुलो भाइरल पुल, यो चाहिँ सानो। हेलो गाइज, अब हामी यहाँ तल आइसक्यौँ। तलको यो पुलमा तलको भाइरल पुल हो। यो चाहिँ फर्स्टवाला, फर्स्टमा यही भएको थियो, अनि माथि भएको थियो। हेर्नु यसको उचाइ यति धेरै म छ कि मेरो बाबाले फोन हाल्नुभयो यार। आजको लागि यति नै गाइज। मन परेमा लाइक सब्सक्राइब सेयर गरिदिनु होला। अब अर्कोचोटि अर्को भ्लगमा भेटौँला ल, टाटा।